हेलो गाइस, नमस्कार। तपाईँहरूलाई आज म एउटा यात्रामा लिएर जाँदैछु। मसँगको यात्रा र यात्रा चाहिँ आज एउटा ट्रेकिङ गएको। ट्रेकिङको लागि चाहिँ अब हामी रेडी भइसक्यौँ। अब हामी निस्किन आँटेको छौँ र आज हामी एकदम सुन्दर जग्गा जाँदैछौँ र जुन चाहिँ जग्गाको विषयमा अहिले म देखाउँदै जानेछु। र आज हामी साथीभाइ सबै मिलेर एकदम सुन्दर यात्रा गर्नेछौँ र मसँग जोडिँदै जानुहोस् र मसँग यात्रामा तपाईँहरूलाई के कसो देखाउँदै जानेछु र तपाईँहरूसँग भेटघाट फेरि हुनेछ। र हामी अब निस्किन आँटेको, रेडी भइसक्यौँ, ब्याग रेडी छ हो ट्रेकिङको लागि कम्फर्टेबल भएर अब निस्किन लागेको र फेरि भेटौँ है। यहाँ आइपुगे रोडमा। यहाँ सोल्टी म दाजु अनि अरू एकजना भाइ छन् र अब हामी जान लागेको र आधी यात्रा चाहिँ यस गाडीमा हामी गर्नेछौँ अनि अरू चाहिँ पैदल यात्रा हुनेछ हाम्रो। र दाजुहरू पनि अब यहाँ हाम्रो दाजु हुनुहुन्छ, यहाँ चाहिँ सोल्टी, यहाँ हाम्रो दुईजना दाजु अनि उत्ताटी भाइ हुनुहुन्छ। ल हामी यो वर्षेको यात्रा सुरु गरेका छौँ र हामी अब जाँदैछौँ, भेट्दैछौँ। सानो बजार कहिले नबिर्सिने यात्रा हुनेछ, एकदम राम्रो लाग्यो। ये तो पारी हो बंगाल देखियो
हजुर अन्त फुलका ध्यानमा छ हेलो गाइस हामी चाहिँ अहिले हिले आइपुग्यौँ अब यस गेटबाट उँभो जानुपर्छ ट्रेकिङ हेर्नुहोस् यो सुन्दर दृश्य धेरै भिडभाड छ हाम्रो ग्रुप हामी यहाँ मणि दाजु एरन सोल्टी आकाश पल दाजु र आज हामीहरू यात्रा वर्षे होइन वर्षे जाँदैछौँ यहाँ दिनुहोस् म गरिदिन्छु कि तपाईँ फ्रन्ट गर्नुहोस् त म गरिदिन्छु आकाश सोल्टे हामी आजदेखि चाहिँ आज चाहिँ वर्षे यात्रा गर्दैछौँ है यहाँबाट हिलेबाट 5 किलोमिटर हामी यहाँबाट हिँड्नुपर्छ लगभग आधी घन्टा 40 मिनट हामी लाग्ने रहेछ 5 किलोमिटर है भएन त मेरो हातले हुनु पर्यो नि त आरामले हिँडौँ ल सोल्टी तपाईँलाई कस्तो लाग्दैछ वर्षेको यात्रा एकदम नयाँ अनुभव एकदम ट्रेकिङ पनि गर्दै गर्नुपर्छ यो जुन चाहिँ हामी अब प्लेन्सतिर हिँड्छौँ होइन यो लेकको यात्रामा एउटा छुट्टै अनुभव लाग्छ मलाई र यसरी नयाँ जग्गा अब नयाँ ठाउँ आएको छु यो सिक्किमको वेस्टमा पर्छ र एकदम रमाइलो सुन्दर जग्गा र हिँड्दै जाउँ है जानुहोस्, हामीसँग जोडिँदै जाउँ हेरौँ वर्षे कस्तो रहेछ है अघि नै हाम्रो अगाडि दुईजना पल दाजु अनि मणि दाजु अघि लागिसक्नु भएको छ हामी चाहिँ अब उहाँहरूलाई भेट्नुपर्छ है अलिक छिटो हिँड्नुपर्छ होला यहाँनिर धेरै टुरिस्टहरू बर्ड वाचिङको लागि पनि आउने गर्दछ अगाडि जानु हुँदो रहेछ पल दाजु मणि दाजु आकाश कस्तो हुँदैछ है सुरुवात मात्रै यो होइन अझै छ लोकल टुरिस्ट खाना बोकेरै गएको खाजाहरू खाजा चाहिँ बोकेछौ तिमीले खानेकुरा बोकेरै गएको खासमा चाहिँ भोलि आउनु पर्ने रामरमी चाहिँ भोलि तर आज हामी एडभान्स आज नै एडभान्स चाहिँ आज नै आएको यहाँ आज अरू पनि अनि धेरैजना आज वर्षेको अवलोकन गर्न गइरहेको छ हाम्रो दुईजना चाहिँ साथीहरू चाहिँ पढाइ पुगिसक्यो गल्नु हुँदैछ छोटे गलेको छैन त्यस्तो रहेछ नि गल्छ यतिको त गरिदिँदैन खाना पाउनु उकालो रहेछ नि
यही चाहिँ मेन यो बाटो जुन चाहिँ घुम्नु नै आज आएको हो। मैले धेरै दिनदेखि युट्युबमा हेर्दै थिएँ, आज चाहिँ मेरो सपना साकार भयो। आज धेरै धेरै टाढाबाट पनि आएको छ है, कलकत्तातिरबाट पनि हाम्रो बङ्गाली टुरिस्टहरू धेरै हुनुहुन्छ, उहाँहरू पनि यात्रा गरिरहनु भएको छ। अहिले चाहिँ हाम्रो खालि जङ्गलको यात्रा छ। हामी जब त्यस जग्गामा पुग्छौँ स्पोटमा, तब हामीलाई अझै मजा आउँछ सटे। चारैपट्टि फुलै फुल हुन्छ। हामी चाहिँ यसरी ट्रेकिङको यात्रा गर्दाखेरि चाहिँ एकदम दम राखेर हिँड्नुपर्छ। छिट्टो पनि हिँड्नु हुँदैन, ढिलो पनि हिँड्नु हुँदैन। लिमिटमा एक मोसनमा हिँडिबस्नुपर्छ। भालु देखेर तर्सिन्छ हामी। सुटिङ गर्ने खालको जग्गा टक्कै अगाडि अगाडि हिरो पछि पछि गुन्डा भागेको जस्तो क्या, भाग्छ नि कसरी खिच्नु पर्ने रहेछ सुटिङ गर्ने। मजा गर्छ। अर्कै खालको होइन यस्तो रुखहरू हो। अम्बकको रुख जस्तो हुँदो रहेछ यो। लेकमा चाहिँ यस्तै हुन्छ नि त रुखहरू। यस्तो टाढोबाट हेर्नु ल, यो त अन्त झन् मलाई त अलिक हिँड्नु साह्रो पर्दै थियो। हेर्नु यति साह्रो एजमा पनि उहाँहरू। आप लोग कहाँ से आया? कलकत्ता से। बॉयस कितना हुआ? बॉय 80। 80 में ट्रैकिंग जा रहा है, बहुत अच्छा है। घूम कर आ गए। ठीक है, अच्छा है। हजुर तपाईँहरू कताबाट आउनुभएको? हामी पेलिङबाट। पेलिङबाट माथि घुमेर आउनुभयो? हजुर, घुमेर आयो। रमाइलो रहेछ। रमाइलो एकदम खुसी। तपाईँ कहाँ हुनुहुन्छ? म त उता बेङ्गालबाट आएको। घुमेर आउनुहुन्छ बिस्तारै। मजा लाग्यो नि, लस एकदम भन। बहुत यहाँ पाउने टाइप अफ होइन बटरफ्लाई। अन्त वे टु बर्ड चाहिँ 3 किलोमिटर। अन्त हामी 2 किलोमिटर त आरामले सास नफेरि आएछ। भन्नुभएको छैन, सास त पुरा लिँदैछु स्यासेर फ्यापा। मजाको। तर यसरी यो चाहिँ एकदम राम्रो लाग्यो। हामीले जति पनि जो पनि तपाईँहरू यसरी वर्षहरू घुम्न आउनुहुन्छ होइन, जति पनि प्याकेटिङको प्लास्टिकको चिजहरू लिएर आएर खायौँ भने चाहिँ प्लिज तपाईँहरूले पनि एकदम यो डस्टबिनलाई युज गरिदिनुहोस् होइन। एकदम पर्यावरणलाई एकदम दूषित नबनाइदिनुहोस्। सबैलाई यही आग्रह गर्दै होइन, हामी जति पनि अब फोहोर मैला नबनाऊ। वन जङ्गल हाम्रो धन हो होइन। यस्तो सुन्दर जग्गा हेर्नुहोस् त यहाँ। यस्तो दृश्य चाहिँ अब को आँखाले अब यसलाई कैद गरि नसक्नु छ। अब यो सायद होइन स्वर्गमै आए जस्तो अनुभव भइरहेछ। मजाको एकदम सुन्दर सुन्दर। कति
मजाको हेर्नु नि यहाँ माथि बाटो बाटो लु अब चाहिँ हाम्रो यात्रा पनि हाम्रो एकदम यात्रा आइपुगिसक्यो यात्राको एन्डिङ भनौँ न जो चाहिँ वर्षे एकदम दामी रुखहरू चाहिँ मलाई सब गुराँस हो ग्रुप साथीहरू यहाँ हुन्छ हामी 5 घण्टाको यात्रा गरेर आइपुग्यौँ वर्षको सुरुवात हो अब त जानुपर्छ एकदम गुराँसको चाहिँ यहाँ जङ्गलै रहेछ पुरै गुराँसको चाहिँ द्वार रहेछ नि त्यो चाहिँ वर्षको झिल हो यो चाहिँ अलिक पानी चाहिँ छैन रहेछ नि तर झिल चाहिँ एकदम दामी रहेछ नि यसो पानी हुनु भने चाहिँ हजुर यहाँ आउँदा त त्यो उकालो हिँडेको त केही चिनी लागेन सबै फुलले नि गुराँस अब हामी खाजा खान लागिरहेछौँ यो विशेष चाना हो लेकमा चाहिँ हिँड्दा चाना खानुपर्छ अनि अर्को चिज पनि तपाईँहरूलाई जानकारी गराउँदैछु यो हो भुटेको मकै यो चाहिँ मेन हो यसले चाहिँ लेक लाग्दैन लेक लाग्यो भने चाहिँ के हुन्छ भने तपाईँको टाउको दुख्नु भमिटिङहरू हुन्छ र यो चाहिँ त्यसको लागि हो हेर्दै जानुहोस् अरू लु एक ग्रुप चाहिँ बसिहालौँ है यहाँ एक ग्रुप चाहिँ एकपल्ट आज हामी सँगसँगै धेरै अरू पनि यसरी घुम्न आउनुभएको छ एकदम भिड छ आज चाहिँ किनकि भोलि रामनवमी हो र धेरै 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 यसरी घुम्न आउनुभएछ एकदम सुन्दर दृश्य तपाईँहरूलाई देखाउन गइरहेछु हेर्नुहोस् न यत्रो टाढो पनि यो एकदम फुटपाथ चाहिँ एकदम दामी बनाएको राम्रो ढुङ्गाको हेर्नुहोस् पुगिन्छ एकदम एकदम रमाइलो एकदम थुप्रो छ चाहिँ म देखाउँदैछु र अरू पनि धेरैजना आउनुभएछ र हाम्रो ग्रुपमा चाहिँ अरू चाहिँ अब यहाँ एकदम पर हेर्नुहोस् त गुराँसको
Mana aí, Feliz? Vamos. Solid. गुराँसपुञ्ज भनौँ न यो चाहिँ गुराँसको गुराँस एउटा त उनीहरू रुखा चढ्नु मन परिहाल्यो अब हो लेकमा चाहिँ एकदम राम्रो चिज चाहिँ यही हुन्। यो चाहिँ तपाईँले देख्नुहुँदैछ फरेस्टको गेस्ट हाउस। यसलाई तपाईँले बुकिङ गरेर यहाँ तपाईँहरू होल्ड गर्नु सक्नुहुन्छ। एकदम यहाँनिर चाहिँ सुन्दर छ, एकदम यो सुन्दर सुन्दर एकदम सुन्दर। यहाँ कुनै जग्गाको अब एकदम इन्टरटेनमेन्टको लागि नानीहरूसँग डान्सहरू गर्नुहुँदैछ, आफ्नो तरिकाले इन्जोय गर्नुहुँदैछ। कोही खानुमा व्यस्त, कोही नाच्नुमा व्यस्त, कोही दृश्यलाई क्याप्चर गर्नुमा व्यस्त। सुन्दर डान्स र अब हाम्रो जाने बेला हुँदैछ र अब हामी यो सुन्दर दृश्यलाई पनि अब हेरेर अब हामी बाई भन्दै आफ्नो यात्रालाई अब बिदा भन्दै तपाईँहरूबाट टाढिनेछौँ। यो हामीसँगको यात्रा, मसँगको यात्रामा जोडिनु भएको धेरै धेरै धन्यवाद। फेरि पनि कुनै समय तपाईँहरूसँग यस्तो सुन्दर भिडियोहरू लिएर फेरि प्रस्तुत हुनेछौँ। त्यति बेरसम्मको लागि